के आहा केरा भने किन पहिलोचोटि केरा देखा त वर्षे अब तपाईले लिएको पहिलोचोटि त हो नि अनि किनेर लिएको हो बाबा यो होइन मेलम्चीबाट आएको सुरुङ मार्फत हो अब अनि धनी खै गयो होला नि त्यही फुर्के बुढाको छोरीसँग हेर्नुस् है बाबा छोरालाई बेलैमा ठिक पार्नुस् नत्र भने त्यही केटीलाई बुहारी भन्नु पर्ला नि भनौँला त्यो कन्जुसको छोरीलाई बुहारी मैले होइन तैँले चाहिँ ठिक पार तेरो भाइलाई काम छैन खालि माकुरी माकुरी भनेर हिँडेको छ 2 दिनमा लप परो भनेको छ 4 दिनमा ब्रेकअप भयो भनेको छ ए बाबा यो धनेमा चाहिँ ठ्याक्कै हजुरको गुड सारे छ है ल ल बाबुसित मुखमुखै लाग्ने होइन जान्ने हुँदो रहेछ साँच्ची यसो गर त तँ धनीलाई त्यो केटीसितबाट छुट्टाएर लिएर आइज त यहाँ मेरो अगाडि हाजिर गर मेरो काम छ तुसित म अहिले गोठतिर लाग्छु हस् बाबा धनी त केटीसँगै रहेछ भने म त्यसको कानको जाँसरा उखालेर लिएर आउँछु जे होस् छोरो मोरो बिग्रे पनि छोरी चाहिँ अहिलेसम्म असलै छ त्यस्तो केही सुन्नु परेको छैन सोल्टी तिमीलाई एक्कासी के भयो किन रिसाको मेरो मर्जी रिसाउनु मलाई रिसाए ए हो र त्यसो भए त ठिकै छ जिस्केको भए चाहिँ मैले जानेको थिएँ ए हो र तिमी मलाई साँच्चै माया गर्छौ सोल्टिनी कस्तो प्रश्न गरेको सोल्टी तिमीले घरमा बाले त तिम्रो बारेमा कति कुरा गर्नुहुन्छ छोरो भएपछि यस्तो हुनुपर्छ पो भनेको त ज्वाइँ भएपछि त भने होइन नि अनि तेरो के हो पारा भाइ खोज्नु हिँडेको होइन खै भने हो बा उसलाई सजिलो हुन्छ भनेर मलाई लिएर हिँडेको अनि सजिलै त भयो होला नि होइन अब एकछिन गाह्रो पनि भयो नि त कहाँ छ लट्ठी न छोरी ठिक छ न छोरो ठिक छ अब ठाउँ त यही हो तिमी मान्छे कि मान्दिनौ के कुरा हो र दाइ भन्नु न मानिहाल्छु नि तिमीले कति माया लाग्छ मलाई पातेको बुढो